तीनटा मिसिनले एउटा भवनलाई हानिरहेको छ। ड्याङडुङ हेटौँडामा एकदम चाँडोभन्दा चाँडो घरहरू भत्काइरहेको छ। देख्न सक्नुहुन्छ यति धेरै भिडभाड छ मान्छेको। कोही मान्छेहरू अझै पनि झ्यालहरू कोटाइरहेका छन्। ल आज 20 गतेबाट सडक भत्काउने भनेको थियो, फाइनली नेपाल सरकारले सडक भत्काउन सुरु गरिसकेको छ। हेर्नुहोस् यति धेरै मिसिनहरू छ, 4-5वटा मिसिनहरू छ, यता यति धेरै मान्छेहरू छन्। अंकल ल भवन भत्किसकेको छ। ल 3टा मिसिनले हानिरहेको छ उद्योग वाणिज्य सङ्घलाई। छारो धुलो एकदम छ। ल हेटौँडा बजार अब भत्किन त भत्क्यो, चाँडै बन्यो हुन्थ्यो। बिजुली बत्ती केही छैन, वाइफाई साइफाई केही पनि छैन। भिडियो कसरी अपलोड गर्ने भइरहेछ।